नमस्कार सबै साथीहरूलाई। आज हामी एउटा धेरै नै महत्त्वपूर्ण विषय ह्युमन रिसोर्स म्यानेजमेन्ट अर्थात् मानव संसाधन व्यवस्थापनबारे कुरा गर्नेछौँ। अब सुरुमा एउटा सानो प्रश्नबाट भिडियो स्टार्ट गरौँ। तपाईँलाई लाग्छ एउटा कम्पनी चलाउन पैसा मात्र चाहिन्छ कि मान्छे पनि चाहिन्छ? एकछिन सोच्नुहोस् न है। हो, सही कुरा के हो भने पैसा मात्र होइन, मान्छे नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। किनभने पैसा भए पनि काम गर्ने मान्छे भएन भने केही पनि चल्दैन। HRM जसको फुल फर्म चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट हो को अर्थ चाहिँ यसको सरल अर्थ कुनै पनि संस्था वा कम्पनीमा काम गर्ने मान्छेहरूलाई सही तरिकाले व्यवस्थापन गर्ने प्रक्रिया हो। मैले चाहिँ तपाईँलाई भिडियोको स्टार्ट गर्नु अघि यति कुरा जानकारी दिएँ र नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ उमा भट्ट। मैले चाहिँ तपाईँहरूलाई यो ह्युमन रिसोर्स म्यानेजमेन्टको पिडिएफलाई यसरी देखाउने छु र हजुरहरूले चाहिँ यसलाई हेरेर नोट बनाउनुहोस् र यसलाई पढ्नुभयो भने आइएम स्योर 100% हजुरले इक्जाममा पास गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ अनि खुसी साथ आफ्नो इक्जाम दिन सक्नुहुन्छ। यो नोटलाई फलो गर्नुहोस्, राम्रो छ। अनि मैले भनेको कुराहरूलाई पनि भिडियोलाई पज गरेर टिपोट गर्नुहोस् है। अब म यसरी बिस्तारै स्क्रल गर्नेछु, देन तपाईँहरूले चाहिँ यसलाई सार्नुहोस्, नोट बनाउनुहोस् है। अब अर्को कुरा के बुझौँ भने जसरी घरमा के तपाईँको आमा बुबाले अथवा हाम्रो आमा बुबाले सबैलाई काम बाँडेर मिलाएर चलाउनुहुन्छ है। कोही पढ्ने काम गर्छन् है, कोही काम गर्ने काम गर्छन्, कोही बजार जाने काम गर्छन्। त्यस्तै कम्पनीमा पनि के कर्मचारीलाई काम बाँडेर चलाइन्छ। त्यो काम नै ह्युमन रिसोर्स म्यानेजमेन्ट हो। अर्को प्रश्न सोधौँ तपाईँहरूलाई, फेरि सोध्छु है। तपाईँको घरमा सबैले काम नगरी बसिदिए भने घर चल्छ त? बाबा आमाले कुट्नुहुन्छ, घरै चल्दैन नि। ठ्याक्कै त्यस्तै नै के कम्पनी पनि चल्दैन। HRM जसको फुल फर्म चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्टको विशेषताहरू, फिचर्स। अब यसको केही विशेषताहरू बुझौँ है। पहिलो कुरा के यो मान्छेसँग सम्बन्धित हुन्छ। गाई भैँसीसँग त सम्बन्धित थोरै न हुन्छ, मान्छेसँग नै हुन्छ है। ह्युमन रिसोर्स म्यानेजमेन्ट वा कम्पनीमा मान्छे नै चाहिन्छ। अनि यहाँ मेसिन होइन, सिधा मान्छे व्यवस्थापन गरिन्छ। दोस्रो कुरा यो निरन्तर चलिरहने प्रक्रिया हो। आज गरेर भोलि सकिने होइन, सधैँ चलिरहन्छ के। आज गर्यो न भोलि नगर्ने भन्ने हुन्न, सधैँ चलिरहने प्रक्रिया हो, निरन्तर चलिरहन्छ। तेस्रो चाहिँ यसले सङ्गठनको लक्ष्य पुरा गर्न सहयोग गर्छ। चौथो चाहिँ सबै तहका कर्मचारीहरूसँग सम्बन्धित हुन्छ यो ह्युमन रिसोर्स म्यानेजमेन्ट। अब सानो प्रश्न फेरि सोध्छु है। कति प्रश्न सोध्छ भन्ने जस्तो लाग्यो होला। फेरि एउटा प्रश्न सोध्नु मन लाग्यो कि कर्मचारी यदि खुसी भयो भने के हुन्छ होला भन्नुहोस् त? यदि एउटा सङ्गठनमा कर्मचारीहरू खुसी भयो भने के हुन्छ होला? पटका लगाएर पड्काउँछन् होला है। राम्रो गर्छन्, राम्रो काम गर्छन्। किन राम्रो काम गर्छन् भन्नु त? हो, तपाईँहरू एकदम जान्ने हुनुहुन्छ के, राम्रो काम गर्छन्। त्यसैले ह्युमन रिसोर्स म्यानेजमेन्टले कर्मचारीलाई खुसी र व्यवस्थित राख्न मद्दत गर्छ। यो चाहिँ मैले तपाईँहरूलाई के यो पिडिएफमा म के भन्न चाहेँ भने पहिला सुरुमा चाहिँ हजुरलाई मैले हाम्रो मिड वेस्ट युनिभर्सिटीको इक्जामको सिलेबस चेन्ज भएको छ र इक्जाममा प्रश्नहरू काट्ने जुन त्यो तरिका छ नि त्यो पनि चेन्ज भएको छ क्या। पहिला चाहिँ 1 मार्क्सबाट स्टार्ट हुन्थ्यो, अहिले चाहिँ हाम्रो 5 मार्क्सबाट स्टार्ट हुन्छ। सो मैले चाहिँ त्यसको लागि यो विशेषताहरू चाहिँ 5वटा पोइन्टहरू मात्र राखिदिएको छु, किनभने यो 5 मार्क्सको क्वेसनको लागि यदि विशेषताहरू 8 मार्क्समा आयो भने हजुरले यसरी लेख्न सक्नुहुन्छ है। यो 8 मार्क्सको लागि विशेषताहरू पनि छुट्टै रेडी गरिदिएको छु नि, देख्नुभयो कति केयर गर्छु। त्यसैले यो हेर्नु है, यो चाहिँ 8 मार्क्सको लागि।
उस्तै छ, पढ्नुभयो भने सबै राम्रो हुन्छ, सजिलो छ नोट। अब चाहिँ हामी विकासक्रम पढौँ है। यसलाई चाहिँ तपाईँहरूले गर्नु होला, नोटमा सार्नु होला र पढ्नु होला, सजिलो छ, राम्रो छ। हजुरले राम्रोसँग एकचोटि यस्तो राम्रोसँग बसेर के 1 घन्टा मात्र, धेरै होइन, धेरै पढ्नु पर्दैन, 1 घन्टा मात्र म पढ्छु भनेर पढ्नुभयो भने दिन तपाईँहरूले सक्नुहुन्छ। राम्रोसँग मन लगाएर पढ्नुहोस्, बुझ्नुहोस् है, सकिन्छ। अब चाहिँ हामी मानव संसाधन व्यवस्थापनको विकासक्रम, इभालुएसन अफ एचआरएम, ह्युमन रिसोर्स म्यानेजमेन्टको बारेमा बुझ्छौँ है। यदि ह्युमन रिसोर्स म्यानेजमेन्टमा राम्रो भयो भने के तिनी मानव संसाधन व्यवस्थापन राम्रो भयो भने कम्पनी राम्रो चल्छ, राइट? कर्मचारीहरू मेहनती हुन्छन्, राइट? र खुसी पनि हुन्छन्, हो कि नै? काममा गल्ती कम हुन्छ, उत्पादन र नाफा पनि बढ्छ। फेरि अर्को प्रश्न सोध्न मन लाग्यो मलाई चाहिँ, सोध्छु है। यदि कम्पनीमा कुनै व्यवस्थापन नै भएन भने के होला भन्नुहोस् त? एउटा राम भन्नेले कम्पनी खोल्यो, स्टार्ट गर्यो, म्यानुफ्याक्चरिङ कम्पनी, लाइक फर्निचर उद्योगले खोल्यो, कम्पनी खोल्यो, अनि त्यो कम्पनीमा कुनै पनि व्यवस्थापन नै भएन, सबैले आफ्नो मनले काम गर्न थाले, अनुमानको भरमा काम गर्न थाले, हचुवाको भरमा काम गर्न थाले, हो कि नै? अनि कसैले पनि जिम्मेवारी नलिने के काम बिगार्ने गर्न थाले। त्यसैले के एचआरएम बिना कम्पनी चल्दैन, ह्युमन रिसोर्स म्यानेजमेन्ट तिनीहरूको व्यवस्थापन बिना एउटा कम्पनी चल्नै सक्दैन क्या। महत्त्वपूर्ण कुरा हो, कम्पनी चल्नको लागि एउटा फाइनान्सियल चाहिन्छ, सञ्चार चाहिन्छ, होइन, धेरै कुरा चाहिन्छ। तिनीहरूमध्ये 4वटा कुराहरू चाहिन्छ कि एउटा कम्पनी, एउटा व्यवस्थापन, एउटा सङ्गठन चल्नको लागि। त्योभन्दा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ मानव संसाधन हो। यो कुरालाई चाहिँ तपाईँले यो पिडिएफको माथि टपमा भेटाउनु छ, जुनमा परिचयमा छ है। 4वटा कुराहरू चाहिन्छ, एउटा फाइनान्सियल, वित्तीय है, अनि त्यसपछि भौतिक स्रोत साधनहरू धेरै चाहिन्छ, सञ्चार चाहिन्छ। त्यस अन्तर्गत सबभन्दा महत्त्वपूर्ण चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट हो। एउटा सानो उदाहरण दिएर बुझाउँछु। यदि स्कुलमा शिक्षक नै नहुने भने, टिचर नै नहुने हो भने क्लास चल्छ त? चल्दैन नि है। त्यस्तै के ह्युमन रिसोर्स म्यानेजमेन्ट बिना, मानव संसाधन व्यवस्थापन बिना कम्पनी बिना टिचर जस्तै हुन्छ के। क्लासरुम कस्तो हल्ला गरे हुन्छ नि त, त्यो उनी व्यवस्थापन नै गर्न नसकेर। अब एउटा कुरामा ध्यान दिउँ है। ह्युमन रिसोर्स म्यानेजमेन्ट जुन मानव संसाधन व्यवस्थापन मात्र कम्पनीमा होइन कि, यो के हामीलाई लाग्छ यो कम्पनीमा, सङ्गठनमा हुन्छ, किनभने हामी म्यानेजमेन्टको स्टुडेन्ट हो, हामीलाई लाग्छ नि त यो कम्पनीमा हुन्छ होला भनेर। हुन्न, यो हाम्रो जीवनमा पनि लागु हुन्छ। यदि हामी आफ्नो समय व्यवस्थापन गर्छौँ, आफ्नो लक्ष्य सेट गर्छौँ, मेहनत गर्छौँ भने यो हाम्रो लाइफमा पनि लाग्छ। त्यो पनि एक प्रकारको ह्युमन रिसोर्स म्यानेजमेन्ट आफैभित्र हो के। अर्को प्रश्न सोधौँ फेरि, तपाईँ आफ्नो समय कसरी सही तरिकाले प्रयोग गर्दै हुनुहुन्छ कि हुनुहुन्न भन्नुहोस् त? यदि छैन भने कि आजदेखि नै सुरु गर्नुपर्छ है। त्यसरी आफूलाई म्यानेज गर्नुहोस्, आफू नै ह्युमन हो, आफूलाई म्यानेज गर्नुहोस् है। अन्त्यमा भन्नुपर्दा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको कुनै पनि संस्थाको ब्याकबोन हो कि। जस्तै ब्याकबोन भनेको ब्याकबोन बिना शरीर चल्दैन, पछाडिको ढिँडको हड्डी भन्छ नि, त्यही हो। अनि ह्युमन रिसोर्स म्यानेजमेन्ट, मानव संसाधन व्यवस्थापन बिना संस्था चल्दैन भनेर बुझ्नुहोस् है। ब्याकबोन बिना शरीर चल्दैन, त्यसरी नै मानव संसाधनको व्यवस्थापन बिना कुनै पनि संस्थाको कल्पना गर्नु पानी बिनाको माछाको कल्पना गर्नु भने जस्तै हो के है। त्यसैले यो विषय धेरै महत्त्वपूर्ण छ। र साथीहरू, यो चाहिँ हाम्रो पिडिएफमा चाहिँ पहिला सुरुमा मैले हजुरलाई यो राम्रोसँग बुझ्नु होला भनेर एक्सप्लेन गरिदिएको छु। यसमा चाहिँ यो पिडिएफमा हल्का लामो तरिकाले यसको विकासक्रमलाई राखिदिएको छु। हजुरले गहिरो अध्ययन गर्नुभयो भने तपाईँले राम्रोसँग बुझ्नुहुनेछ। र हजुरलाई यसको धेरै लामो भयो, हामीलाई छोटोमा चाहियो भने पनि यसमा तल राखिदिएको छु। यसलाई चाहिँ हजुरले मजाले टिपोट गर्नु होला कपीमा है।
हजुरले यसलाई पज गरेर पनि राख्न सक्नुहुन्छ है। हेर्नुहोस् यहाँबाट चाहिँ फेरि सर्टमा है औद्योगिक क्रान्तिको चरण फेरि सर्टमा बनाएको यो सर्ट नोट हो। हजुरलाई पढ्न सजिलो होस् भने त्यो लामो लामो पढ्न चाहेको लाग्छ नि त। अब पढ्दा त एकदम राम्रो है, फेरि गहिरो अध्ययन हुन्छ नि त, राम्रोसँग बुझिन्छ नि त। यो पनि हजुरले अब स्क्रिनसट गर्न सक्नुहुन्छ कि लेख्न सक्नुहुन्छ कि, सबभन्दा त कपीमा लेखेकै राम्रो। अब जे सजिलो लाग्छ त्यही गर्नु। मेरो भन्नु केही छैन, यति नै हो। अब धन्यवाद सबैलाई। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न पक्कै पनि नबिर्सिनु होला है। र धेरैभन्दा धेरै सब्सक्राइब लाइक सेयर गर्नु होला है। यो निष्कर्ष के साथीहरू, तपाईहरूले इक्जाममा लेख्न सक्नुहुन्छ भने लेख्नुहोस्। अब राम्रोसँग लेख्नुहोस्, यत्तिकै लेख्ने होइन है, यो राम्रोसँग बुझेर मात्र निष्कर्ष लेख्न सक्छु है मैले यो बारेमा बुझेको छु भन्यो भने मात्र लेख्नुहोस् है। फेरि बिगार्नुहुन्न फेरि निष्कर्षलाई। केही बुझेको छैन राम्रोसँग नलेख्ने निष्कर्ष लेख्छु भन्ने त्यस्तो गर्नुहुन्न। निष्कर्ष भनेको एउटा सारांश जस्तै हो क्या। अब एउटा टपिकलाई यत्रो हामीले व्याख्या गऱ्यौँ, यसलाई चाहिँ संक्षेपमा के एउटा सानो लाइनमा बुझाउनु पर्ने, यसरी संक्षेपमा भन्नुपर्दा भन्ने देख्नुभयो। ओके बाई, टाटा।